हेलो एभ्रिवान, नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु र नयाँ भ्लग चाहिँ स्टार्ट भइसकेको छ। यतिखेर हामीहरू क्रिकेट खेल्न आएका छौँ। यहाँ गराउन आइसक्यो है केटा। यतिखेर यहाँ चाहिँ 5:30 भयो होइन। अब चाहिँ हामी क्रिकेट खेल्न भनेर आएको छौँ। घाम लागेको रहेछ। यो गराउनु चाहिँ यहीँ हो। ए केटाहरू आउँछ यहाँ छङ्लङ्गै लाएर रहेछ त घाम त। उता जस्तो पर्दा पनि रहन्छ। र आज धेरै दिनपछि फेरि हामी चाहिँ क्रिकेट ग्राउन्डमा प्रवेश गरिसकेका छौँ। केटाहरू आएका छन्। हामी 6-7 जना हुन्छ होला आज। खेलाडीहरू यस्ता छन्। यो चाहिँ त्योभन्दा त कयौँ ठुलो रहेछ त यार ग्राउन्ड त यार। ठुलो रहेछ त यो ग्राउन्ड त यार। अनि त्यो अस्ति नै खेलेको ग्राउन्डको चाहिँ चार्ज मात्रै धेरै हो है। त्यो अलि सानै थियो कि ग्राउन्ड चाहिँ। यता यहाँ सर चाहिँ पुरा स्ट्यान्ड लगाउँदै हुनुहुन्छ। ओके ठीक है चलो। यहाँ साथीले पुरा स्टार्ट गरिसकेको छ। के छ भाइ? ल आज चाहिँ हामी ल छिटो खेल्यो छिटो खै स्ट्यान्ड यसले दिँदैन उता खानकै स्ट्यान्ड ए लगाइहाल न ल। यो अलि अग्लो छैन र अग्लो बना न अग्लो टक्क हुन त पछि राख्ने भने फेरि लाग्ला फेरि त्यसले। यता राख्छु। अरू सबै सन्चै आरामै हुनुहुन्छ होला। धेरै दिनपछि योचोटि चाहिँ मैले भ्लग अब कन्टिन्यू गर्छु भनेर सोच्छु। अब बाहिरतिर आइन्न क्या, त्यही भएर पनि भ्लगलाई कन्टिन्यू गर्न पाइएको छैन है। र आज चाहिँ भ्लग चाहिँ हुन्छ स्टार्ट भइसकेको छ। अब चाहिँ हामी खेल सुरु गरिहाल्छौँ। समय धेरै छैन है, समय एकदम कम छ। यहाँनिर चाहिँ अब हामी चाहिँ 5 बजे आउने भने अब खासमा त्यहाँ अलिकति काम परेको कारणले चाहिँ अलि लेट भयो है। र अब चाहिँ हामी गेमहरू प्ले गर्छौँ र सर्टहरू अलिअलि चाहिँ दिइरहेको हुन्छ। मैले चाहिँ भिडियो हाल्छु है, हेरिदिनु होला के कस्तो लाग्छ, सल्लाह सुझाव दिनु होला भन्न चाहन्छु। यहाँ चाहिँ अब यो भिडियो सुरु भइसकेको छ है हाम्रो चाहिँ। म त्यो साइडबाट गर्छु। जाऊ दुइटा ब्याटिङमा बस। मैले चाहिँ यताबाट लगे सुरु गरिहाल ल। केही हुन्न, यहीँ खेलाउँ कि ल। कति ओभरको हो? 4 ओभरको। आज चाहिँ हामी 3 जना छौँ है। प्रायः जस्तो 3 जनै भइन्छ। त्यही भएर 4 ओभरको ठिक्क हुन्छ हामीलाई चाहिँ। राम्रो सर्ट प्रहार गर्न सफल। खेल्न लगा है दुगुर। अब चाहिँ हामीहरू गेम खेलेर फर्किँदैछौँ। आज चाहिँ धेरै दिनपछि खेलेको है। एकदम गर्मी लाग्यो, गर्मी भन्दा पनि थकै लाग्यो भनौँ आज चाहिँ। अब चाहिँ हामी फर्किँदैछौँ है। मेरो भ्लगहरू चाहिँ आइरहेको छ, हेरिदिनु होला। यहीँ क्रिकेट खेल्न आउँदा यताउता बाहिरतिर आउँदा चाहिँ मैले भ्लग बनाउने गर्छु होइन। हेरिदिनु होला, साथ सपोर्ट दिनु होला भन्न चाहन्छु है। त्यति सब्सक्राइबर त छैनन्, त्यही पनि फेसबुकमा चाहिँ छ, राम्रै छ, ठिकै छ होइन। अब चाहिँ युट्युबमा पनि कन्टिन्यू गर्ने प्रयास गरिरहेको छु। यी हाम्रा साथीहरू के छ केटा? आज क्यामेरा देखिन पाएको कति खुसी लाग्यो। चौधरी पुरा लजाखान मात्ने। अलि अस्ति हामी यहाँ खेलेका थियौँ। आज चाहिँ त्यहाँ उतापट्टि खेल्यौँ। अटो हेर है, अटो पहिला यहाँनिर आउँथ्यौँ हामी खेल्न है। यहाँ चाहिँ आजभोलि पुरा खनेर पहिला जङ्गल थियो यहाँनिर चाहिँ। र यो सोसाइटी एकदम दामी छ। यहाँ पनि भित्रपट्टि बहुत राम्रो छ यहाँनिर नि। अब चाहिँ हामी रुममा जान्छौँ। भ्लगहरू आइरहेको छ, हेरिदिनु होला।